हेर न भाइ बहिनीहरू क्यामेरामा सबैजनाले हामी चाहिँ अब जाँदैछौँ है किन कालो देख्यो हामी चाहिँ त्यो हाइड्रो पार्कमा जान लागेको हेर्नुहोस् हामी यहाँ यो हाइड्रो पार्कमा जान लागेको घुम्नको लागि यो रहेको छ त्योहरू हामीले बाटोबाट जाने बेलामा यस्तो क्युट पप्पी पनि देख्यौँ जाँदैछौँ गाइजहरू हामी चाहिँ आइपुग्ने लाग्यो यता हाम्रो टोलीहरू हाई गरिदेऊ हो हेलो गर्दैन साथीहरू यिनीहरू हामी देखेर रिसा हेलो भने ल हेलो भन हेलो साथीहरू हामी चाहिँ अब सुरुङ घुम्न जानु लाग्छ पूजा गर्ने सबैभन्दा ठुलो पूजा गर्ने चण्डी थान भन्ने देखा चण्डी पराइ खै कता छ र थाहा नै राम्रोसँग देखेको छैन रहेछ हामी चाहिँ यहाँ सुरुङ घुम्न जान आएको यहाँ आइपुगेको छ है साथीहरू हामी चाहिँ अब जाँदैछ सबैजना मिलेर जान्छौँ र माया हेर ल हेर भन सी सन्जी ग्रीष्मा अनि यता पनि छ हाम्रो मेरो प्यारी बहिनी खै फेसै देखेन त हामी चाहिँ सुरुङ घुम्न जान आएको जाने बाटो चाहिँ यहाँ बिचमा अलिकति अप्ठ्यारो रहेछ है साथीहरू यस्तो बाटो हिँडेर जान पर्ने रहेछ बाटो चाहिँ यहाँ अप्ठ्यारो रहेको छ यस्तो बाटो पनि हिँड्न पर्ने रहेछ एकछिन म तिमीहरूलाई बनाउँछु क्या कसरी झरेछ भनेर ल अर्को बाटो चाहिँ यहाँ रहेको छ हामी चाहिँ छिटो पुग्नको लागि सर्टकट हिँडेको है फाइनल्ली हामी चाहिँ यहाँ आइपुगेको छ सुरुङमा देख्न सक्नुहुनेछ तपाईँहरूले यो रहेको छ हाम्रो हामी त्यहाँ माथिबाट आएको यो मेरो कान्छी बहिनी अल्छी बहिनी ओ ऊ त ब्याक क्यामेरा होइन फ्रन्ट क्यामेरामा हो यहाँ खाजा पनि पाइन्छ तपाईँहरूलाई भोक लागेको बेलामा घुम्न आउँदाखेरि खाजा भुजा मिठो मिठो ए दाजे सुरुङ ओस्केर छौ यसले मैले आले के छ के अरे बक्सहरू सबै बोक्छ ऐँसीले पाकेको रहेछ बचपनको याद आयो भन है आउँछ याद बचपनको याद आउँछ यो चाहिँ हाम्रो ट्विन्स दुईजना ए जोमले हो अर्कै आमाले पाएको भनिए त लास्टमा त ल गाइज हामीहरू चाहिँ फाइनली सुरुङभित्र पस्न सबैजना हेलो गरिदियो ल है साथीहरू सुरुङभित्र प्रवेश गर्यो हामी के ऊ गरेको गाइजहरू भित्र बत्ती है बत्ती सँगै चलिन रेडी 3 2 1 गो फाइनल्ली हामीहरू आइपुगेको छ सुरुङभित्र
लास्टमा ऊ चाहिँ ओ माई गॉड आउ ब्युटिफुल फाइनल्ली हामीहरू आइपुगेको छ सुरुङ चाहिँ भ्याएर हामी बाहिर चाहिँ उज्यालो भएको कारणले मोबाइल पनि कस्तो देखेको फाइनल्ली हामीहरू सुरुङ मार्गबाट चाहिँ हामी बाहिर प्रवेश गरिसकेका छौँ नजाने तल नजाऊ न भाइ